विवाहित पनि हुन सक्छिन् र उनी पारिवारिक जीवनमा हुन पनि सक्छिन्, एकल रहन सक्छिन्, त्योसँग हामी जोडिनु पर्ने जरुरत हो जस्तो मलाई लाग्दैन। जो धर्म संस्कार र संस्कृति माथिको प्रहारलाई चाहिँ लिएर हामीले के भन्न सक्छौँ भने पक्कै पनि जनता हैन, जनताले गर्दै गर्नुभएका राम्रा कामका पक्षमा र राम्रो विषयमा उठान गर्नु कोही न कोही पात्रलाई त छोएर गर्नु सुरु गर्नुपर्छ। त्यसमा पात्र को अगाडि पर्यो र कोसँग को जोडियो भन्ने भएन। धर्ममाथि जो सांगठनिक रूपमै सङ्घ संस्था खोलेर होस् या त बोलेर होस् या त प्रवचनको नामबाट होस् या त विभिन्न सङ्घ संस्थासँग आबद्धता जनाएर होस्, गर्दै गरिएका ठगी धन्दा भनेर जुन बजारमा आउँछ त्यो कता कता हो भन्ने अवस्थामा पटक पटक विवादित हुँदाखेरि हो भन्ने बुझिन्छ। धर्म गर्न पनि पाइयो, धर्मको नाममा राम्रा काम गर्न पनि पाइयो, तर त्यसलाई पारदर्शिता दिनु पर्थ्यो कि पर्दैन थियो। सुरुवात धेरै टाढादेखि छ, धेरै नजिकसम्म छ। मन्दिर बनाइन्छ सार्वजनिक सम्पत्तिमा, मन्दिरको सार्वजनिक जग्गामा बस्नको लागि आश्रम बनाइन्छ, फेरि त्यो आश्रम बनाउनको लागि पनि पैसा सङ्कलन गरिन्छ। त्यो पैसा सङ्कलन गरेर पुगेन, अब त्यहाँ लिएर आएर चाहिँ बालबालिका तथा चाहिँ वृद्ध ल्याएर राखिन्छ, त्यसको लागि पनि पैसा उठाइन्छ। तर त्यसलाई सदुपयोग गरियो कि दुरुपयोग गरियो भनेर खोजिँदैन। सदाबार बनाउँदै जाने, खोल्दै जाने, बनाउँदै जाने, चलाउँदै जाने, तर बजारमा अलपत्र बालबालिका पनि भेटिने, सडक बालबालिका अव्यवस्थित पनि भेटिने, जुन अवस्थामा देखिँदैछ, हुँदैछ र भइरहन्छ भने यस्तो चिजहरू हुनुहुन्थ्यो कि हुनुहुँदैन थियो? पक्कै हुनुहुँदैन थियो। किन भयो र किन गरियो भन्ने सवाल चाहिँ पक्कै हामी व्यवस्थित नभएको, अव्यवस्थित भएको मात्र होइन, हामी छाडा पनि भएको हो। सरकारलाई नटेरेको, सरकारले नचाहेको, सरकारले पनि राजनीतिमाथि जुन धार्मिक आस्थावानहरूलाई चाहिँ नि आबद्ध गराउँदै फुटको राजनीति सुरु गरेको। काङ्ग्रेसको आश्रम छुट्टै छ, एमालेको आश्रम छुट्टै छ, माओवादीको आश्रम छुट्टै छ, राजावादीको आश्रम छुट्टै छ, अनि बजाउ र खानीको अर्को आश्रम छुट्टै छ। यहाँ त्यति धेरै आश्रम छन्। कति आश्रममा त यसो बुझियो भने आफन्त मात्रै बसेका छन् भन्ने पाइन्छ। मतलब तपाईँले लगाउनु भएको आरोप चाहिँ एमाले, काङ्ग्रेस, माओवादीको पनि आफ्नै धर्मगुरु छन्, आफ्नै मातापिता छन्, जसले छुट्टा छुट्टै ढङ्गबाट उपचार गर्छ भन्ने हो। आश्रमै छ त, कता मैले आरोप लगाएको म प्रमाणित गरिदिन्छु 20 वटा, एउटा होइन। तपाईँले देख्नु भएको छ? हामी त पटक म 2058 सालदेखि सामाजिक अभियानमा म जतिखेर लागेँ होला, अरूको जस्तो चाकडी गरिन, मेरो खबरदार मात्रै भएको कारणले म पद र पावरमा पुगिनँ होला। कुन कुन ठाउँमा गएर कुन कुन देखाइदिए भन्नुहुन्छ? यो काङ्ग्रेसले कब्जा गरेछ, यो एमाले कब्जा गरेछ, यो माओवादीले कब्जा गरेछ। होइन, धर्म भनेको स्वतन्त्र होइन। कता हुनु? स्वतन्त्र हुनु पर्थ्यो। यहाँ हेर्नुहोस्, धर्मको नाममा विखण्डनकारीहरू धार्मिक ठेकेदारहरू नै हुन्। फेरि यदि त्यस्तो कुराहरूलाई पुष्टि हुने हो भने त वेदिका पनि कसैबाट परिचालित हो भनेर आरोप लगाउने त लगाइरहेछन्, कसैबाट परिचालित हो भने उनले गल्ती गरिन्। स्वतन्त्र हो जस्तो मलाई केही आपत छैन। मलाई कृष्ण पढामीले गाली गरे पनि मलाई आपत छैन, श्री वैष्णवले गाली गरे पनि मलाई आपत्ति छैन, वैष्णवले गाली गरे पनि मलाई आपत्ति छैन। शैव धर्म शिव मार्गीले गाली गरे पनि आपत्ति छैन। जो विभिन्न धर्मलाई जोडेर कसैका ठाडो टिको, कसैका तेर्सो टिको, कसैको पातो डाम्नी, कसैको कान फुक्ने, जो भए पनि तिम्रा आफ्ना आफ्ना धर्म गरेका छौ। म धर्म विरोधी होइन, धर्मको रक्षार्थ बोल्नुपर्छ भन्ने पात्र हो। म सनातन धर्मलाई स्वीकार्छु, त्यस कारणले मेरो धर्म के हो भनेर कसैले सोध्यो भने सनातन धर्म हो। मेरो पिता पुर्खाले जे मान्दै आयो म त्यही मान्दै गइरहन्छु। तर यहाँ धर्मको नाममा जात जाति र छुवाछुत जस्तो बनाइदिन्छन्।
वैष्णवले छोको प्रणामीले खाँदैन, वैष्णवले सनातनले छोको वैष्णवले खाँदैन, उसको धर्म उसलाई हुँदैन, उसको धर्म उसलाई हुँदैन। को छ त भन्दा यी हिन्दू धर्मका हाँगाहरू छन्। त्यसभित्र वेदिका केसीले जुन आवाज उठाइन्, पक्कै पनि वेदिका केसी कसैबाट चलेकी रहेछन् भने गलत गरिन्। तर यथार्थमा साँच्चै नै अहिले वेदिका केसीले उठाउँदै गरेको आवाज धर्मको नाममा ठगी धन्दा हो कि होइन भन्ने कुरा सुरु गरेकी छिन्। त्यसलाई पुष्टि गर्ने आधार मसँग छन् भनिन् नि उनले। उनलाई एउटा आश्रमको कुरो रहेछ, दुईटा आश्रमको कुरो रहेछ। धेरै वर्ष अगाडि अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले यहाँ पश्चिमतिर एउटा आश्रम बनाउनको लागि 30,000 रुपियाँ दिन्छु भनेर सत्तामा बोलेछन्, पटक पटक दिएनछन्। र एउटा टेलिभिजन, राष्ट्रिय टेलिभिजनमा उनको बारेमा समाचार सम्प्रेषण भएको थियो। सायद अहिले पनि खोज्दा त्यो पाउन सकिएला। अब बोले पैसा दिएन भनेर। यसको मतलब के हो त भन्दा साँच्चै नै धर्म संस्कार र संस्कृति जोगाउने हो भने पैसाको व्यापार बन्द गर्नुपर्छ। स्वतस्फूर्त दान दिने कुरो किन विज्ञापन? विज्ञापनबाट पैसा असुलेर आश्रम चलाइदिनु पर्छ भने आश्रम खोल्नै नदिए के हुन्छ? सरकारले जनतासँग मागौँ न आश्रमको लागि चन्दा ल्याऊ भनेर, सरकारले नै चलायो भयो आश्रम। तपाईँ सक्नुहुन्न मसँग माग्नै छ भने किन तपाईँलाई आश्रम खोल्नको लागि चाहिँ सहयोग गर्नु पर्यो त? सरकारले किन छोडिदिनु पर्यो त? वेदिका केसीको आवाज त्यस्तो खालको अभिव्यक्ति सहित आएको छ भन्ने मलाई लाग्छ सुरुमा। अब रह्यो त्यसमा तन्किने क्रममा चाहिँ के सबैलाई सबै कुरा लाग्दैन, सबैले सबै कुरा बुझ्दा पनि बुझ्दैन। अन्यथा यहाँ रामका नाममा आश्रम छ, श्यामका नाममा आश्रम छ, गीताका नाममा आश्रम छ, कृष्णका नाममा आश्रम छ। त्यति मात्रै होइन, सबैका नाममा आश्रम हुँदा हुँदा दलका नाममा पनि आश्रम छ। यो दलीय भागभण्डाको आश्रमको अन्त्य गर्नको लागि वेदिका केसीको शब्द आवश्यक छ भन्ने मलाई लाग्छ। दीनबन्धु पोखरेलले सत्ता लगाउँदै गर्दा कुनै बेला आश्रमका कुरा उठ्दाखेरि यो आवाज उठेको थियो। जुन ठाउँमा सत्ता लगायो त्यही ठाउँमा सत्ताको पैसो प्रयोग हुने भए सत्ता लगाउन दिनु औचित्य हुन्छ, अन्यथा औचित्य हुँदैन भन्ने पात्र मध्येको एउटा पात्र म पनि हो। त्यही बेलामा जो योभन्दा धेरै वर्ष अगाडि। अनि कथावाचिका हकमा चाहिँ के हुन्छ त? कथावाचिकाले विभिन्न ठाउँमा गएर कथा भन्नुहुन्छ, त्यहाँ ल्याएको पैसाले एउटा कथा वाचनबाट जम्मा भएको रकमले एउटा मात्रै आश्रम बनाउन पाइन्छ कि ठाउँ ठाउँमा चिया पसल थापेको जस्तो पनि मिल्छ? हो, अहिले तपाईँले उठाउनु भएको कुरा सबैभन्दा पहिला त तपाईँले 10 लाख वर्षमा कमाउँदाखेरि सरकारले ट्याक्सको दायरा लिएर आयो। कथावाचकले, कथावाचिकाले या त धर्मको नाममा प्रचारकले कति उठाएपछि कति ट्याक्स बुझाउने, कहिले बुझाउने र बुझाउनु पर्छ कि पर्दैन, त्यसको हिसाब किताब हुनु पर्थ्यो कि पर्दैन थियो। अर्को सँगसँगै फेरि अर्को जोडिएको कुरा चाहिँ के हो भने नागरिकलाई न्याय दिन खोलिएको आश्रम हो भने नागरिक नैसँग चन्दा किन माग्नु पर्यो त? के जरुर छ त? चन्दा मागेर आश्रम चलाउनलाई उहाँहरूलाई बाध्यकारी अवस्था कसले ल्यायो? कसले ल्यायो? किन ल्यायो? मलाई लाग्दैन कि त्यो आवश्यक हो भन्ने। तपाईँ सक्नुहुन्छ आफ्नै स्वतस्फूर्त आश्रम चलाउनुहोस्। त्यस्ता आश्रम पनि छन् फेरि, नभएकै होइनन्। जो म मुक्तिनाथ गएँ, मुक्तिनाथ जाँदाखेरि मुक्तिनाथ आश्रममा बस्न पाएँ। पक्कै राज्यले कति दियो होला, त्यहाँ कति सङ्कलन गरे होलान् त्यो म जान्दिनँ। तर त्यहाँ के भनियो भने बेलुका बसेको भात खान पाउने, इच्छा लागे पैसा दियो नि, नभए पैसा पनि दिनु नपर्ने भनेर चाहिँ आश्रम खुला छोडिदिया रहेछ। धर्म गर्न मन्दिर गएको, आश्रममा बस्या फोकट्या के आउनु, त्यसै दिइहाल्यो नि। मैले मात्र दिएँ होला, मसँग गएका सबैले दिए होला। तर
उहाँहरूले त पैसा त माग्नु भएन, उहाँहरूको त दर रेट त रहन्छ। खोलेर त्यसै छोडिदिया चाहिँ बरु बुद्धिमानी होला नि त। संरक्षण गर्नुपर्छ पक्का हो, त्यसका लागि खर्च लाग्छ, सङ्कलन गर्नुपर्छ पक्का हो, तर सप्ताह लगाएर मागेर लिएर गएर चाहिँ संरक्षण हुन्छ होला त? जनतासँग पैसा उठाउनु चाहिँ त्यो चाहिँ न्यायकारी कर्म हो त? मेरो एउटा प्रश्न, अहिले जसरी वेदिका केसीले उठाएको विषयसँगै राधिका दासी चर्चामा आउनु, विवादको चर्चामा आउनु भएको छ, एउटा कथावाचिकाले कथा वाचन गर्नको लागि शब्दलाई लय हाल्न सक्दैमा र शब्द उच्चारण गर्नलाई स्पष्ट हुँदैमा कथावाचिका हुन्छ कि ध्यान, योग, तपस्या र पढाइ पनि चाहिन्छ, विद्या चाहिन्छ? अब साँच्चै भन्ने हो भने शास्त्रले दिएकै आधारमा हेर्ने हो भने जुन कथावाचिकाले यो विषय एकचोटि विवादमा आइसकेको छ, उहाँहरूको कथा वाचन गर्ने समय र उहाँहरूले स्वीकार्नुपर्ने मासिक धर्मका विषयहरू छैनन्। उहाँले यसको धेरै एउटा व्यङ्ग्यात्मक उत्तर पनि दिनुभएको छ जो राधिका दासीले। यो पक्कै पनि कथा व्यासमा बसेर कथा भन्दै गर्दाखेरिको अवस्था तिथि जुरेर पनि भएन, साइज जुरेर पनि भएन, उहाँको चाहिँ साइज जुर्नुपर्ने हुन्छ। र यो भन्नै पाउने कि नपाउने भन्ने सवालमा झन्डै शङ्कराचार्यको एउटा शिष्यको रूपमा चाहिँ समथिङ गिरी हुनुहुन्छ त, पाउने भन्ने कुरा आयो नि त, होइन र? मलाई लाग्छ धर्मको आस्था अनुसार कसैले जोगिनको लागि जोगी बन्छ, कोही बेविचारी भएका कारणले जोगिन सकेन, जोगी बन्दैन भने जस्तो धर्म रक्षार्थ जोगिनकै लागि जोगी बन्ने या त सन्यास जीवन यापन गर्नकै लागि गुरु बन्ने भन्ने खालको चाहिँ पाटा अगाल्नु पर्ला। र वास्तवमै कसैले आफ्नो सन्तुष्टि मात्रै नभएर समाजलाई पनि केही दिन सकेका कारणले म वाचिका भएँ भनेर बुझिदिनु भयो भने देश र जनताका लागि सबैभन्दा त जो पीडितका पीडालाई मलम लाउने शब्द नै कथावाचकको वचन हो। त्यसका लागि चाहिँ ध्यान, योग र तपस्या चाहिँदैन। यो ध्यान, योग र तपस्या फरक पाटो हो। वेदिका केसीले उठाएको विषयले यति बेला राधिका दासी विवादमा र दोधारमा यसरी पर्नु भएको छ कि त्यो कुराको प्रतिकार गर्यो भने हो चोर रहेछ र पो चोरले खुट्टा तानभन्दा चोरले खुट्टा तानेको प्रविधि हाबी भयो भन्ने आरोप लाग्छ। यदि चुपचाप बस्ने हो भने चुपचाप बस्नु भनेकै मौनता साध्नु भनेको गल्ती स्वीकार्नु होइन र? त्यसो नि होइन। सबैजनाले आध्यात्मिक चिन्तनले चाहिँ के भन्छ भने कसैको पनि प्रतिकार कसैले गर्नु हुँदैन भन्ने कुरो भन्छ। म तपाईँको विरुद्ध लागेँ भने त तपाईँ र ममा के फरक? पक्कै पनि विरोधै नहुनु, विरोधै नगर्नु भन्ने होइन कि प्रतिकार गर्नु चाहिँ राम्रो होइन भन्ने हो। जहाँसम्म लाग्छ पक्कै पनि जुन अवस्थामा जुन सिनारियो आयो त्यो सिनारियोभित्र चाहिँ वेदिका केसीले उठाउनु भएको प्रश्न, त्यही प्रश्नका आधारमा बोलिएको शब्दलाई चाहिँ म त्यस्तो मान्दिनँ जो साँच्चै नै अन्याय भयो, त्यो हुँदै नहुनु थियो र साँच्चै नै त्यस्तो भयो, यो गर्नै नहुने थियो भन्ने हुँदैन। अब वेदिका केसी यो अहिले जुन खालको विषय उठाइसकेपछि उनी नरोकिने तयारी छ। हुन त उनीमाथि विभिन्न खालका मुद्दा मामिला झमेला त परिरहेको अवस्था छ। उनी नरोकिनलाई चाहिँ कसरी लिन सकिन्छ कि गर कि मरको अवस्थामा वेदिका पुगेका हुन् त? त्यसो भन्दा पनि हिजो पहिलो दिन बोल्दाखेरि जसरी वेदिका केसीलाई यो हिन्दू धर्मसँग आस्थावान र चाहिँ जो झाँक्री समाजले उजुर गरिसकेपछि अब यसको रोकिने भन्ने र ब्रेक हुने भन्ने त अवस्थै आउँदैन। यस कारणले पनि उनी त्योसम्म पुग्नुपर्छ, अन्तिम चरणसम्म गइरहने हो। हस्, धन्यवाद। हस्।